सन्डे अनलाइन सर्भिस युकेद्वारा सञ्चालित मित्रताको सवारी कार्यक्रममा यहाँहरूलाई स्वागत साथै न्यानो अभिवादन। जय मसीह। विश्वासको प्रतिफल। विश्वासको जीवन एउटा निर्वासित जीवन हो। निर्वासित हुँदा हामीले विभिन्न प्रकारको दुःख र कष्टहरू भोग्नुपर्ने हुन्छ। यो एउटा यात्रीको जीवन हो जसको न खानको टुङ्गो न बाँसको टुङ्गो हुन्छ। तर यी दुःख कष्टहरूको तुलनामा हाम्रो विश्वासको प्रतिफल धेरै गुणा महिमित छ। विश्वासद्वारा नै हामीले ख्रीष्ट येशूमा नयाँ जन्म पाएको छौँ। यसले गर्दा हामी परमेश्वरको सृष्टि मात्र होइन तर उहाँको सन्तान पनि भएका छौँ। विश्वासद्वारा नै हामीले परमेश्वरबाट कहिल्यै नाश नहुने उत्तराधिकार अर्थात् अंश पाएका छौँ। हामीले स्वर्गीय अंश पाएका छौँ। हाम्रो विश्वासकै कारणले हामीले ख्रीष्ट येशूको दिनमा प्रशंसा, महिमा र आदर पाउनेछौँ। अहिले हामीले भोगेका अनादर, अपमान र हेला त्यस बेला प्रशंसा, महिमा र आदरमा परिणत हुनेछन्। हाम्रो विश्वासकै कारण हामीले येशूलाई नदेखे पनि उहाँलाई प्रेम गर्न सकेका छौँ र उहाँले दिनुभएको अवर्णनीय र गौरवमय आनन्दमा रमाएका छौँ। आखिरमा हाम्रो विश्वासको फलस्वरूप हामी हाम्रो आत्माको मुक्ति पाउनेछौँ। सुसमाचारद्वारा हामीले यति ठुलो र बहुमूल्य विश्वास पाएको हुनाले हामीले हाम्रो विश्वासलाई बचाइराख्नुपर्छ। ख्रीष्टको बारेमा भविष्यवाणी गर्ने अगमवक्ताहरूले पनि ख्रीष्टको सुसमाचार सुन्न खोजेका थिए तर तिनीहरूले पाएनन्। तर हामी कति आशिषित छौँ, हामीले पाएका छौँ। परमेश्वरले यहाँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।